किसान श्रेष्ठ बोलेको यो वडा नम्बर 2 को बिन्दु दाहाल भन्ने तपाईहरुको रेडी हुनु रहेछ हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 मा विद्युत लाइन सर्ट भएर भएको आगलागीले एक परिवारको जीवन एकाएक संकटमा परेको छ। 6 लाख र 5 लाख गरेर दुई पटक गरेर लिनु भएको रहेछ। उहाँको हस्बेन्ड विदेश जानु भएको छ। त्यो इन्स्योरेन्स कुन इन्स्योरेन्स रहेछ, कुन इन्स्योरेन्स हो, के हो त्यो मैले मात्र पत्ता लगाउनु, म इन्स्योरेन्समा म कुरा गर्छु। स्थानीय बासिन्दा बिन्दु दाहालको पक्की घरमा विद्युत भोल्टेज अत्याधिक हुँदा आगलागी भएको र करिब 20 लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार आगलागी विद्युत लाइनको समस्या कारण भएको पुष्टि प्रारम्भिक चरणमै भएको हो। अचानक आएको यो विपत्तिले दाहाल परिवार भावविह्वल बनेको छ। यही कठिन घडीमा नेकपा एमालेका नेता किसान श्रेष्ठ पीडित परिवारको घरमै पुगेर सहानुभूति व्यक्त गर्दै साथ र सहयोगको प्रतिबद्धता जनाएका छन्। आगलागीबाट पीडित बनेकी बिन्दु दाहाल र उनका परिवारजनसँग भेटघाट गर्दै नेता श्रेष्ठले यो दुःखको घडीमा म तपाईहरूको साथमा छु, तपाईहरूले पाउने क्षतिपूर्ति र राहतका लागि आवश्यक सबै पहल गरिनेछ भन्दै ढाडस दिएका थिए। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष धनबहादुर श्रेष्ठका अनुसार नेता श्रेष्ठले पीडितको संरक्षण, क्षतिपूर्ति र आवश्यक सहयोगका विषयमा विशेष ध्यान दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। नेता श्रेष्ठको आश्वासनपछि दाहाल परिवारले केही राहत महसुस गरेको वडा अध्यक्ष श्रेष्ठले बताएका छन्। आगोले घर जलेर नोक्सान मात्रै होइन, परिवारको मनोबल समेत कमजोर बनाएको अवस्थामा नेता किसान श्रेष्ठको प्रत्यक्ष उपस्थिति र प्रतिबद्धता पीडित परिवारका लागि ठूलो भरोसा बनेको स्थानीयहरू बताउँछन्।